नमस्ते है सबैजनालाई। अब अलि बिरामी पनि परेको छु, सन्चो पनि छैन। अहिले म ठ्याक्कै यो कानुन मन्त्रालयतिर आएको र अस्ति जुन हाम्रो विधेयक थियो, त्यो विधेयक नागरिकता विधेयक 2081 जुन कानुन मन्त्रालयमा पठाएको थियो, त्यो चाहिँ आजै यताबाट के भन्छ कानुन मन्त्रालयबाट उता पठाउन मैले चाहिँ कोसिस गरेँ र आजै तपाईको नागरिकता नियमावली 81 चाहिँ गृह मन्त्रालय पठाइसकेको छ। यो गुड न्युज, खुसीको खबर हो। र यसमा अरु के छ भन्दाखेरि भोलि तपाईको के भन्छ कानुन मन्त्रालयको सचिव, उपसचिव र गृह मन्त्रालयको सचिव, उपसचिव, नागरिकता फाँट सबैजना एक ठाउँमा बसेर भोलि चाहिँ एउटा यिनीहरूको सामूहिक छलफल छन् र भोलि नै कुरा टुङ्गिने कुरा पनि छ। र पर्सि चाहिँ यताबाट सबै थोक मिलाएर क्याबिनेटमा छिराउने, क्याबिनेटबाट चाहिँ यसलाई पारित गराएर कानुनमा लाउने विषयमा चाहिँ छलफल चल्दैछ। भोलि चाहिँ अन्तिम राखौँ न, यताबाट कानुनबाट गइसक्यो, गृहमा छ। भोलि सबैतिर गृह र यता के भन्छ हाम्रो कानुनको सचिव उपसचिवहरूसँग छलफल छ र त्यो चाहिँ गृहमन्त्रीलाई बुझाएर भोलि नै अब बस्ने मन्त्री परिषदमा चाहिँ नागरिकता विधेयक नियमावलीलाई चाहिँ संशोधन भन्दा पनि पारित गरेर यसलाई चाहिँ कार्यान्वयनको बाटोमा लैजाने किसिमले चाहिँ भएको छ। यो खुसीको कुरा हो। यति दिन हामी पर्ख्यौँ। अब चाहिँ यही हप्तामा चाहिँ अब यस्तो छ कि अब सकेअनुसार गरिन्छ यो हप्ता होइन, तर यो कानुनी कस्तो जटिलता हुन्छ भन्दाखेरि भनेअनुसार चाहिँ हुँदो रहेनछ। यहाँ धेरै प्रक्रियाहरू हुँदो रहेछ, जुन प्रक्रियामा चाहिँ समय लाग्छ। त्यो अलिकति बुझिदिनु पर्यो हजुरहरूले पनि। र अब चाहिँ सबैतिरबाट भइसक्यो। अब बस्ने क्याबिनेटमा नै छिराएर यसलाई चाहिँ पारित गरेर कानुनको रूपमा लैजाने भन्ने तयारी छन्। र यो हाम्रो नियमावलीको लागि चाहिँ फाइनल भन्नु छलफल मन्त्रालयको सचिव उपसचिवको छलफल गरेर मन्त्रीज्यूलाई चाहिँ भोलि नै बुझाउने तयारी छ। र मन्त्रीज्यूले चाहिँ अब भोलि पछि पर्सि नै होस् कि भोलिको क्याबिनेट हुन्छ, यसलाई चाहिँ क्याबिनेटमा चाहिँ लैजाने गृह मन्त्रालयले गर्ने तयारी र गृहमन्त्रीज्यूले पेश गर्ने तयारी छ। अब चाहिँ छिटै हुन्छ, दुःख होस् यत्रो गऱ्यौँ हामी। अब चाहिँ नियमावली आउँछन्, सबैजना नागरिकता पाउनुहुन्छ। अब एउटा के भयो भन्दाखेरि म सोचेको थिएँ तपाईँहरूलाई चाहिँ यो बिचमा भइहालेको भए भोटिङ राइटसँग पनि पाउने किसिमले चाहिँ काम गरेँ, तर भइएन। हप्ता 10 दिन राख्नु न, ढिला भयो। केही छैन, नागरिकता पाउनुहोस्। त्यसपछि चाहिँ हामी अब अरू सबैजना एक ठाउँ बसेर होइन छलफल गरेर अबको राजनीतिक यात्रामा पनि म निस्किने तयारीमा पनि छु। र तपाईँहरूले साथ सहयोग गर्नुहुन्छ भने एउटा आत्मविश्वास पनि छ। म यति हजुरहरूको लागि गरेँ, अब तपाईँहरूले गर्नुहुन्छ मलाई भन्ने चाहिँ एउटा विश्वास, आशा विश्वास छ। र अब नागरिकताको मात्रै होइन कि हामी सबैजना जुन नागरिकता पाएनौँ मिलेर चाहिँ अब देशमा जे जस्तो समस्याहरू छ त्यसलाई चाहिँ अब समाधानतर्फ लाग्छु। र तपाईँहरू पनि यसमै पनि साथ दिनुहुन्छ भन्ने विश्वास छ है। तपाईँहरूको लागि निरन्तर लागेको छु, गरेको छु। अब 2-4 दिन हो, यही हप्तामा चाहिँ सबै क्लियर हुन्छ है। नआत्तिनु होला, बस धन्यवाद। बाँकी कुरा चाहिँ भन्दै गरौँला, अपडेट गर्दै गरौँला। ओके, थ्याङ्क यू।